हेलो एन्ड नमस्ते सम्पूर्णमा। आई होप यु गाइस सबैजना सन्चै हुनुहुन्छ होला र तपाईँहरूको म आजबाट नयाँ भिडियो लिएर आएको छु। नयाँ तरिकाको नयाँ भिडियो। अब म चाहिँ इलामको एउटा सानो गाउँबाट बिलङ्स गर्छु र काम भनेको चाहिँ घरमा दिनचर्या यसरी नै हुन्छ। यसरी रुखहरू घाँसहरू काट्ने, दिउँसो बस्ने। अब घरमा मम्मी पनि अलिक बुढेसकाल लागिसक्यो अनि गर्नु पर्यो नि त हैन। पानी पनि पर्ला जस्तो छ, एकदम मौसम पनि त्यस्तै छ हैन। र हजुरहरूलाई यो मेरो हापु चामलिङ न्यू युट्युब च्यानलमा एकदम वेलकम गर्दै के भन्न चाहन्छु भने म पहिला पनि मैले अब यो चाहिँ के अरे युट्युब च्यानल चाहिँ क्रिएट थियो मेरो 1.49K होइन 1. समथिङ 49K थियो र मेरो चाहिँ 1500 सब्सक्राइबर भएको यो युट्युब च्यानल चाहिँ बन्द भइदियो कि कम्युनिटी स्ट्राइक आएर। अनि त्यही भएर सपोर्ट गरिदिनु होला सम्पूर्णलाई। यस्तै छ, टु बी कन्टिन्यू है। सबैजना किप वाचिङ है। मैले चाहिँ गोठमा घाँस ल्याइसकेँ। यहाँ चाहिँ नयाँ बनिँदैछ, सोलिङ ल्याएर गोठ यहाँ चट्ट यहाँ सार्ने हो यसपालि बर्खादेखि चाहिँ। अहिले चाहिँ गाईहरू म तपाईँलाई देखाउँछु। हेर्नुहोस्, अहिले चाहिँ यहाँ छ क्या, गोठसोठ सब पत्तिसकेको छ नि त। यहाँ दुईवटा छ र अब फेरि घाँस काट्नै जानुपर्छ साथी हो। यहाँ पनि झ्याप्पै घाँस पुऱ्याइयो। अब अलिक भरेतिर ढिलो 4-5 बजी चाहिँ सर्लक्क यिनीहरूलाई घाँस लाउनु आउनु छ। यो दुईवटा माथिको माउको बच्चाहरू हो। गाइस लेखातिर चाहिँ गुराँस पनि फुलिसके, तर आज पानी परिरहेछ एकदम। मौसम यस्तो छ है साथी हो। के गर्नु, गाउँघरको छिटो गर्नै पर्यो काम होइन, काम नगरी आउँदैन। ल साथी हो, म चाहिँ ठ्याक्कै घर आइपुगेँ। यो घर चाहिँ भूकम्पले एकदम मुनि वाल लडाएर भूकम्प ग्रसितै भन्नुपर्छ। अहिले यसको सट्टा यस्तो भएको थियो, यसको सट्टा यो बनिँदैछ। साथी हो, मेरो डेली रुटिन चाहिँ यो हो। यिनीहरूलाई घाँस लाउने, यिनीहरूको गोबर सोहोरिदिने, यसरी मरि बसेर खान्छ। 3 लिटर 4 लिटर दुध दिएछ, बसिया छ, खाछ, हग्या छ साथी हो। अब चाहिँ खाना सब्जी चट्ट गरेर खाने हो है फेरि होइन। यहाँ एउटा अन्डा छ, यो डाइट खानुपर्छ होइन, दिनभरि काम गरेको छ। यो अन्डा दामी फ्राई गर्नुको लागि यहाँ कराई बस्यो। यो मेरो आजको चट्ट अङ्गेटीमा पकाएको। यहाँ चाहिँ चट्ट अब पाक्छ अन्डा साथी हो। दिन्छु ल तँलाई चट्ट साथी हो। मेरो चाहिँ खाना रेडी भयो है। यस्तै चल्छ डेली रुटिन मेरो चाहिँ, खाने, काम गर्ने, चट्ट खाना पनि रेडी भयो। एक्लै हो साथी, अब बुढी छैन हो, बुढी छैन है, झ्याप्पै बस्ने, सर्ल्याम हान्ने खाना यसरी झ्याप्प बस्ने, अब ज्याममा हान्ने। दही चाहिँ म खान्न अहिले,
है यो चाहिँ हाफ बोइल अन्डा एक है हाफ बोइल अन्डा झ्याप्प राख्ने सर्ल्याम दबाउने गाईको दुधको दही अर्ग्यानिक साग अनि यो चाहिँ अन्डा लोकल कुखुराको बबाल रिमिक्स कम्बाइन साथी हो फुड पोइजन हुँदैन है साथी हो अन्डा दुध दहीले चाहिँ मिलाएर खानु जान्नुपर्छ बबाल हुन्छ साथी हो बबाल अब भनेको चाहिँ यो भात चाहिँ यसले पचाउँछ यसले र बिरालोले पचाउँछ यो मेरो गाड हो त्यसको चाहिँ अब भित्री काम हुन्छ घरभित्र मुसा पस्नु दिनु भएन यसले घर बाहिर केही पनि आउनु दिनु भएन ए अब दही हालेर यसरी मुछेर चाहिँ दिनुपर्छ यिनीहरूलाई स्याहार्नु गाह्रो छ साथी हो पालेर मात्रै हुँदैन स्याहार्न गाह्रो छ तपाईँको अब यसले खाने भनेको यति ल खाइदियो अब यसले खाने भनेको डेन्जर खान्छ लिन बारी दिनु न त अनि दिन्छु यसको खाने अरे फेरि यहाँ खाने हो कुटाइ भेट्छ चाहिँ फेरि यहाँ त हुँदैन नि कराईमा त छोड अहिले ठडाइ भेट्छस् नि फेरि अबुई त्यो कसले खा भनेको छ र तँलाई नखा हुँदैन लाइसकेको छैन मलाई जुठो लाउँछस् मलाई जुठो लाउँदो रहेछ है मुला यो घरमा बुढी चाहिँ चाहिने नै रहेछ है अब भाडा धस्काउनु परेन त जिन्दगीमा नमजासँगले रही कान्छ ओहो रही भाडा धस्काउने अनि सर्ट खुट्टा धुने सरसफाइ गर्ने सुत्ने साथी हो ल साथी हो होइन म त चट्ट सरसफाइ गरेर नि अब आगो एकछिन चट्ट ताप्ने ए आगो चट्ट ताप्ने होइन खासै आगो नि छैन अनि सुत्दिने हो साथी हो रात पनि पऱ्यो है मेरो डेली भ्लग यस्तै हुन्छ अब गाउँमा हुँदाखेरि अब म मोटो भ्लग पनि गर्छु होइन टाढा टाढा हिँड्दाखेरि म अरू तरिकाको नेक्स्ट अलिक छुट्टै कन्टेन्टको पनि म भ्लगहरू लिएर आउने नै छु साथ दिनु होला सपोर्ट गर्नु होला साथी हो है लेस होइन म डेली भ्लग चाहिँ यस्तै हुन्छ मेरो अब टाइम हुँदैन एक्लैले खिचिबस्नु पाइँदैन होइन अब काम गर्दा के गर्दा अब टाइम मिल्दैन नि त भने जस्तो टाइममा अब चार्ज गर्नु पऱ्यो यताउता एडिट गर्नु पऱ्यो सो गाइज फर्स्ट भ्लग चाहिँ यस्तै भयो सेकेन्ड भ्लगदेखि चाहिँ म बबालै बनाएर हाल्छु साथी हो साथ सब्सक्राइब गरिदिनु होला टु बी सब्सक्राइब लाइक सेयर एन्ड कमेन्ट है एन्ड लेट्स ब्याक अप